हेलो गाइस, वेलकम टू माई यूट्यूब चैनल गाइस। अन्त तपाईहरु सन्चै सुबिस्तै हुनुहुन्छ होला। म सन्चै सुबिस्तै छु गाइस। अन्त बहुत दिन बाद भिडियो हाल्दैछु गाइस। सरी, माफ गरिदिनुहोस् ल, भिडियो हाल्न अलिक लेट हुँदैछ हो, टाइम पाएको छैन। अन्त तपाईको सबैको खानापिना भइसक्यो होला। खानापिना त मेरो पनि भइसकेको छ गाइस। अन्त मेरो भिडियो तपाईहरुले कहाँ कहाँ बसेर हेर्नुहुँदैछ भन्नुहोस्। अन्त आज चाहिँ हेभी गरम छ है हाम्रो चाहिँ। यता तपाईहरुको चाहिँ उता वेदर कस्तो हुनुहुन्छ कमेन्टमा भन्नुहोस् हो। हाम्रो चाहिँ हेर्नुहोस् यस्तो लागिरहेछ घाम, बाटोतिर मान्छे छैन हो। यता पनि दुईजना हिँडिरहेको छ घामले गर्दाखेरि। हेभी गरम छ गाइस। अब हो हाफ प्यान्ट र स्यान्डल भेस्टमै हिँड्ने दिनहरू आएको जस्तो छ गाइस। तपाईहरुको उता चाहिँ कता मेरो भिडियो कहाँबाट हेर्नुहुँदैछ, तपाईहरुको उता वेदर कस्तो छ, गरम कस्तो छ कमेन्टमा भन्नुहोस्। अन्त गाइस प्लिज मलाई हेल्प गर्नुहोस्, सब्सक्राइब गरिदिनुहोस्, सेयर कमेन्ट गरिदिनुहोस्। अन्त मेरो युट्युब के अरे फेसबुक च्यानल छ, फेसबुक च्यानलमा पनि फलो गरिदिनुहोस् गाइस हो। म भिडियो बनाउनु त आउँदैन तर पनि ट्राई गरेर भिडियो गरेर हाल्दैछु गाइस। अन्त तपाईहरुले अलिक सहयोग हेल्प गरिदिनुहोस् गाइस, त्यही भन्दैछु म। अनि त्यस्तै छ आजको दिन, बोरिङ लागिरहेको छ घामले गर्दाखेरि हो। हेभी गरम छ गाइस। हावा हिजो पानी परेको थियो, पानी परेर चाहिँ अहिले हेभी गरम लागिरहेछ हो। ठन्डा पनि योपालि यस्तो भएन, तर गरम चाहिँ हेभी हुने रहेछ योपालि। स्टार्टिङै यस्तो छ, अन्त जुन जुलाई अगस्तमा चाहिँ कस्तो हुन्छ होला है गाइस गरम। हेभी गरम छ गाइस, के भन्नु। मलाई त्यस्तो बोल्नु त आउँदैन गाइस, ट्राई गरिरहेको छु तपाईहरुको लागि। सपोर्ट गरिदिनुहोस् प्लिज, यति नै भन्छु गाइस। मलाई सब्सक्राइब गरिदिनुहोस् हो, अन्त सेयर गरिदिनुहोस्, माया देखाइदिनुहोस् मलाई पनि। तपाईहरुले जसरी अरूलाई देखाइदिनु भएको छ गाइस, त्यसरी मलाई पनि देखाइदिनुहोस्। तपाईको भाइ दाजु जे पनि सम्झेर मलाई सेयर लाइक सपोर्ट गरिदिनुहोस् गाइस प्लिज हो। हेभी गरम छ, नको भर्खर नखर ननको एउटै हाल भइसक्यो गाइस। गरमले हाम्रो यस्तो छ झन् बाहिर केरला बेङ्गलोरतिर है वेदर हेभी गरम हुन्छ उता 12 मासै सालभरि 12 महिना। अहिले झन् कस्तो गरम हुँदै होला वहाँ। यस्तो गरममा लेबर काम गर्नेहरू छन् है, अबे कसरी गर्छ होला। अन्त गाइस तपाईहरुको उतातिर ग्यासको प्रब्लमहरू चाहिँ कस्तो चल्दैछ हो। हाम्रो त यतातिर बिजोग छ, मान्छेले 5000 3000 दिए पनि लिन्छु भन्ने अवस्थामा छ गाइस। तपाईहरुको उता चाहिँ कस्तो छ है भनिदिनुहोस् गाइस ल गाइस। सपोर्ट गरिदिनुहोस् प्लिज गाइस। यति भन्दै मेरो ब्लग यहीँ अन्त गर्छु गाइस। प्लिज हेल्प मी, सेयर लाइक सब्सक्राइब। बाई गाइस।